हर्क साम्पाङको आरोप, म जहाँ कार्यक्रममा जान्छु कुलमानले त्यही ठाउँको बिजुली काटिदिन्छन्। मन्त्री कुलमान घिसिङमाथि सरकारी गाडी दुरुपयोगको आरोप। मेयर हर्क साम्पाङको नयाँ प्रस्ताव, स्कुल 3 दिन मात्रै खोल्छौं, शिक्षकको तलब पनि त्यही अनुसार हुनेछ। भाटभटिनी पुनर्निर्माणपछि मालिक मिनबहादुर गुरुङ भावुक। WWE सुपरस्टार जोन सिना द इनपोस्टले फ्यानहरू चकित। बिहेको दिन पनि खेल नछोड्ने बेहुला भाइरल। डाक्टर निकोलास भुसालको दाबी, झोले र लुसिफर मिलेर मेरो फेसबुक बन्द गरिदिए। डाक्टर सुनिल शर्माले मोरङको स्कुललाई 2 करोड दान, स्कुलको नाम बदलिने। केपी ओली भन्छन् कुलमानको पार्टी फ्युज गएको जस्तै छ। गायिका ज्योति मगरको प्रश्न, काठमाडौँको फोहोरबाट कति बिजुली उत्पादन भयो होला? रेखा थापाको कमब्याक, अभिमन्युमा रेखा थापाको कमी रोल, सामाजिक सञ्जालमा हंगामा। प्रधानमन्त्री सुशीला कार्कीको घोषणा, अब देशको नेतृत्व युवालाई दिने। डडेलधुरामा आर्जु राणाको सक्रियता, देउबाको उम्मेदवारी झनै बलियो। मेयर हर्क साम्पाङले ऊर्जा मन्त्री कुलमान घिसिङमाथि रोचक आरोप लगाएका छन्। उनका अनुसार म जुन ठाउँको कार्यक्रममा जान्छु कुलमानले त्यही स्थानको बिजुली काटिदिन्छन्। उनको यो भनाइ सामाजिक सञ्जालमा तीव्र रूपमा फैलँदैछ। कसैले यसलाई व्यङ्ग्यात्मक टिप्पणीका रूपमा बुझेका छन् भने केहीले राजनैतिक टिको कटाक्ष भएको बताएका छन्। तर ऊर्जा मन्त्री पक्षले यसबारे कुनै आधिकारिक प्रक्रिया नआएकोले धेरैले यो विषयलाई हल्का टिप्पणी वा हास्य व्यङ्ग्यको रूपमा हेरेका छन्। मन्त्री कुलमान घिसिङमाथि सरकारी गाडी दुरुपयोगको आरोप। पार्टीको कार्यक्रममा सरकारी गाडी चढेर गएको आरोप लागेपछि ऊर्जा मन्त्री कुलमान घिसिङ चर्चा विवादमा छन्। समालोचकहरूले भनेका छन् सरकारी पदमा बसेका व्यक्तिले व्यक्तिगत कार्यक्रममा सरकारी स्रोत साधनहरू प्रयोग गर्न ठिक होइन। तर अर्कोतर्फ केहीले यो आरोप राजनीतिक रूपमा हल्ला मात्र भएको दाबी पनि गरिरहेका छन्। उनीहरूको भनाइ मन्त्री सरकारी कामसँगै पार्टीगत कार्यक्रममा पनि जानुपर्ने हुन्छ, त्यसैले हरेक दृश्यलाई नागेर हेर्नु हुँदैन। यो विषयमा दुई पक्षको कुरा यसरी देखिन्छ, यदि सरकारी गाडी पार्टी कार्यक्रममा प्रयोग भएको हो भने यो नैतिक रूपमा गलत मानिन्छ, तर अर्को पक्षले प्रमाण नआएसम्म दोष लगाउन मिल्दैन भन्छ। सामाजिक सञ्जालमा चर्चित डाक्टर निकोलास भुसालले आफ्नो फेसबुक अकाउन्ट बन्द हुने घटनामा झोले र लुसिफर नामका व्यक्तिहरूको हात भएको आरोप लगाएका छन्। उनले सार्वजनिक रूपमा भनिरहेका छन् उनीहरूले मिलेर मेरो फेसबुक नै बन्द गरिदिए। यस विषयमा धेरैले विभिन्न प्रतिक्रिया जनाइरहेका छन्। कसैले यो व्यक्तिगत विवाद ठानिरहेका छन्, कसैले मजाक व्यङ्ग्य रूपमा बुझिरहेका छन्। मेयर हर्क साम्पाङको नयाँ प्रस्ताव, स्कुल 3 दिन मात्र खोल्छौं, शिक्षकको तलब पनि त्यही अनुसार। धेरै चर्चित मेयर हर्क साम्पाङले आफ्नो ताजा भनाइलाई फेरि चर्चामा बटुलेका छन्। उनका अनुसार स्कुल हप्तामा 3 दिन मात्र खोल्छौं अनि शिक्षकको तलब पनि 3 दिनको हिसाबले नै आउँछ। उनी भन्छन् खर्च घटे शिक्षा प्रणालीमा अझ प्रभावकारी हुन सक्छ। तर यो भनाइले सामाजिक सञ्जालमा ठूलो बहस सुरु गरिसकेको छ। कसैले समर्थन गर्छन्, कसैले विरोध गरिरहेका छन् र धेरैले यसलाई व्यङ्ग्य वा असम्भव प्रस्ताव भन्दै ट्रोल पनि गरिरहेका छन्। गायिका ज्योति मगरको प्रश्न, काठमाडौँको फोहोरबाट कति बिजुली उत्पादन भयो होला? सामाजिक सञ्जालमा सक्रिय रहने गायिका ज्योति मगरले काठमाडौँको फोहोर व्यवस्थापन र ऊर्जा उत्पादनको विषय उठाउँदै प्रश्न गरेकी छिन्। उनले लेखेकी छिन् काठमाडौँमा यति धेरै फोहोर छ, यसबाट कति बिजुली उत्पादन भयो होला? उनको प्रश्न सार्वजनिक भएपछि धेरैले सरकार र स्थानीय तहको काम कारबाही बारे टिप्पणी गरेका छन्। हिजोबाट प्रदर्शनमा आएको नेपाली चलचित्र अभिमन्युले अहिले उत्कृष्ट प्रतिक्रिया बटुलिरहेको छ। चलचित्रमा रेखा थापाको कमियो रोल रहेको तथ्य सार्वजनिक भएपछि फिल्मका दृश्यहरू सामाजिक सञ्जालमा निकै भाइरल बनेका छन्। दर्शकहरूका अनुसार अभिमन्युले राम्रो वर्ड अफ माउथ प्रतिक्रिया पाउँदैछ र लगातार हल अकुपेन्सी पनि राम्रो देखिएको छ। रेखा थापाको छोटो उपस्थितिले फिल्मप्रति दर्शकको उत्साह झनै बढेको धेरैले उल्लेख गरेका छन्। सप्तरीमा एक जोडीले दाइजो नलिएर नदिएर विवाह गरेपछि उनीहरूको कदम सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ। बेहुला नायब सुब्बा खेमराज यादव र बेहुली कृषि विकास अधिकृत निकी यादवले दाइजो रहित विवाह गर्दै समाजमा सकारात्मक उदाहरण प्रस्तुत गरेका छन्। उनीहरूले भने दाइजो प्रथाको अन्त्यका लागि हामी सबैले अगुवाई गर्नै पर्छ। यो जोडीको निर्णयले गाउँ समाजमा राम्रो प्रेरणा दिएको छ र धेरैले उनीहरूलाई शुभकामना तथा धेरै बधाई दिइरहेका छन्। रुसका राष्ट्रपति भ्लादिमिर पुटिन भारत आउने भएपछि केही भारतीय नागरिकले उनको फोटोमा पूजा आरती गरेर स्वागत गरेका छन्। पुटिनको भारत भ्रमणबारे उत्साहित देखिएका स्थानीयले अतिथि देव भव परम्परा अनुसार फोटोमा फूल चढाएर स्वागत गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको छ। यो दृश्य धेरैले रोचक, असम र सांस्कृतिक शैलीमा स्वागत भनेर वर्णन गरिरहेका छन्। खगेन्द्र सुनारको आग्रह, नवराज विक र सेते दमाईलाई सम्झेर भोट दिनुहोस्। काठमाडौँ चुनाव अभियान तीव्र बढ्दै गर्दा नेता खगेन्द्र सुनारले भावनात्मक अपिल गर्दै मतदातालाई नवराज विक र सेते दमाईको दुःखद घटनालाई सम्झन आग्रह गरेका छन्। सुनारले जनतासँगै भेटघाटमा भने नवराज विक र सेते दमाईको अनुहार सम्झेर
गरेर हाम्रो पार्टीलाई भोट दिनुहोला। उनको यो भनाई सामाजिक न्याय, समानता र भेदभाव विरुद्ध सन्देश रूपमा पनि व्याख्या गरिएको छ। चुनाव माहौलमा सुनारको यस्तो भावनात्मक अपिलले चर्चा थप बढाएको छ। गुल्मी गाउँ छाडेर काठमाडौँ जाँदै गर्दा फाटेको झोला सिलाइदिएको सम्झनामा प्रहरी महानिरीक्षक दान बहादुर कार्की आइजिपी आज गुल्मी पुगेर भोटे दाईको घरमै गएर आशीर्वाद लिएका छन्। कार्कीले कठिन यात्राको बेला सहयोग गरेको मानवीय भावनालाई सम्झँदै भोटे दाईलाई भेट्न आफूका लागि गर्वको विषय बताएका छन्। उनको यो भेटले जरा बिर्सिनुहुन्न आफ्नो गाउँ ठाउँ र मानिसलाई सम्मान गर्नु भन्ने सन्देश दिएको भन्दै सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ। भोटे दाईले पनि आइजिपी कार्कीको सफलता खुसी व्यक्त गर्दै शुभकामना दिएका छन्। प्रधानमन्त्री सुशीला कार्कीको घोषणा, युवालाई नेतृत्व। प्रधानमन्त्री सुशीला कार्कीले फागुन 21 पछि देशको नेतृत्व युवालाई दिने संकेत दिएका छन्। उनी अनुसार अब देश चलाउने जिम्मा नयाँ पुस्तालाई दिनुपर्ने समय आएको छ। उनको यो भनाइले राजनीतिमा ठूलो चर्चा पैदा भएको छ। WWE सुपरस्टार जोन सिनाको द इन पोस्टले फ्यानहरू चकित। WWE चर्चित रेसलर जोन सिनाले आफ्नो इन्स्टाग्राममा अचानक द इन लेखेर फोटो पोस्ट गरेपछि संसारभरका फ्यानहरू बीच ठूलो उत्सुकता फैलिएको छ। जोन सिनाको यो छोटो सन्देशले फ्यानहरूलाई दुई भागमा विभाजन गरेको छ। के यो उनको करियरको अन्त्य संकेत हो कि कुनै नयाँ फिल्म वा प्रोजेक्टको घोषणा अघि भएको टिजर मात्र हो? जोन सिनाको पोस्टबारे थप केही नबताएकोले फ्यानहरू अझै अनिश्चित छन्। अब सबैको नजर जोन सिनाले के घोषणा गर्नेछन्। डडेलधुरा प्रधानमन्त्री शेरबहादुर देउवाको क्षेत्र डडेलधुरामा आर्जु राणा देउवा हाल निकै सक्रिय देखिएकी छन्। उनले विभिन्न स्थानीय कार्यक्रम, भेटघाट र संवाद मार्फत नजिकिएको देखिन्छन्। राणाले देउवाको नेतृत्व, विकास योजना र स्थिरताको एजेन्डा मजबुत रूपमा प्रस्तुत गर्दै चुनावी माहौल टट्टाएकी छिन्। उनको सक्रियता बढेपछि कांग्रेसकर्तामाझ उत्साह बढेको र देउवाको फेरि भारी मतले जित्ने सम्भावना बलियो देखिएको बताइएको छ। भाटभटिनी पुनर्निर्माण पछि मालिक मिनबहादुर गुरुङ भावुक। आगलागीपछि पुनर्निर्माण गरिएको भाटभटिनीमा आज पूजा गरियो। मालिक मिनबहादुर गुरुङले आगलागीका तस्बिर सहित लेखे, हे भगवान, अब उपरान्त नेपालमा यस्तो कहिल्यै नहोस्। भाटभटिनीले छिट्टै पूर्ण रूपमा सञ्चालनमा आउने बताइएको छ। हर्क साम्पाङमाथि आर्थिक उपलचनाको आरोप, अख्तियारले माग्यो 15 दिनभित्र कागजात। त्राण चुनाव नजिकै गर्दा मेयर हर्क साम्पाङ विवादमा परेका छन्। उनी विरुद्ध पैसा गलत तरिकाले चलाएको आरोप सहित उजुरी दर्ता भएको छ। उजुरी दर्ता भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धरान उपमहानगरलाई 15 दिनभित्र सम्पूर्ण वित्तीय कागजात बुझाउन निर्देशन दिएको छ। उजुरीमा भनिएको छ, हर्क साम्पाङ र केही कर्मचारीले मिलेर सुम्नीमा पारुहाङ प्रतिष्ठान दर्ता गरे, तर रकम कहाँबाट आयो, कसरी खर्च भयो, कसैलाई दियो कि दिएन, यी सबै कुरा स्पष्ट नभएको आरोप छ। यस घटनापछि हर्क साम्पाङमाथि राजनीतिक दबाव झनै बढेको देखिन्छ। केपी ओलीको टिप्पणी, कुलमानको पार्टी फ्युज गएको जस्तै छ। राजनीतिक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले ऊर्जा मन्त्री कुलमान घिसिङको पार्टीबारे टिप्पणी गर्दै भनेका छन्, कुलमानको पार्टी त फ्युज भएको चिम जस्तै देखिन्छ। उनको उक्त भनाइ सार्वजनिक भएपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आउन थालेका छन्। एनपीएल प्रति युवाहरूको क्रेज दिन प्रतिदिन बढिरहेको छ। यसैबीच एकजना बेहुलाले आफ्नै बिहेको दिन पनि एनपीएल नछुट्याई मोबाइलमा हेर्दै बसेको दृश्य भाइरल बनेको छ। वरिपरि विवाहमा रस्म चलिरहे पनि उनको ध्यान भने खेलमै केन्द्रित थियो। नेपाली कांग्रेस नेता तथा समाजसेवी डाक्टर सुनिल शर्माले मोरङको जनता माध्यमिक विद्यालयलाई आफ्नो बुबा आमाको नाममा 2 करोड रुपैयाँ दान गरेका छन्। यो ठूलो सहयोगपछि अब स्कुलको नाम बदलिँदै श्री जनता लोकनाथ महादेवी माध्यमिक विद्यालय हुने भएको छ। सरकारी नियम अनुसार स्कुललाई ठूलो रकम दान गर्ने व्यक्तिको नाम स्कुलको नाममा जोड्ने मिल्ने व्यवस्था भएको पनि पुष्टि भएको छ। स्थानीय र विद्यार्थीले डाक्टर शर्माको यस योगदानलाई प्रेरणादायी र समाजका लागि ठूलो उदाहरण भन्दै प्रशंसा गरिरहेका छन्। काठमाडौँ जेनजेट आन्दोलन मार्फत चर्चित भएकी युवतीले अब आफ्नो पहिचानलाई नयाँ दिशामा अघि बढाउँदै एकेआई नामक कपडा ब्रान्ड सुरु गरेकी छिन्। उनको यो कदमलाई धेरै युवा पुस्ताको आत्मनिर्भरता र उद्यमशीलताको शानदार उदाहरणका रूपमा लिएका छन्। सामाजिक प्लेटफर्म मार्फत पनि उनको नयाँ ब्रान्डलाई बढाएर शुभकामना दिने क्रम बढिरहेको छ। युवा पुस्ताले स्वदेशमै केही गर्न सोच र साहसको प्रेरणादायी पहलको रूपमा उनको यी कामलाई हेरिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई धार्मिक ग्रन्थ गीता उपहार दिएका छन्। दुई नेता बीचको भेटवार्ताको क्रममा मोदीले यो ग्रन्थ सम्मानको प्रतीकका रूपमा हस्तान्तरण गरेका हुन्।